नमस्ते साथीहरू जस्तै फेसबुक मोनेटाइजेसन प्रोग्रामको लागि पहिले सुरु प्रोफेसनल मोडमा ल्याउनु पर्ने हुन्छ। त्यो मोडमा ल्याउनुको लागि फर्स्ट अफ अल तपाईहरुले के गर्नुपर्छ भने त्यो तपाईको लग छ भने प्रोफाइल लग पहिले खोल्नु होला र दोस्रो कुरो प्रोफेसनल मोड छ ल्याउनको लागि एभ्रीवन गर्नुपर्छ। तपाई आफ्नो फ्रेन्डलाई मात्रै हेर्ने खाले त्यस्तो भयो भने भ्युज धेरै आउँदैन, त्यस्तो समस्याहरू आउँछ। र त्यो प्रोफेसनल मोड कसरी ल्याउने भनेर मैले एउटा भिडियो समेटेर बनाएको छु, त्यो हेर्नु होला। त्यही तरिका तपाई अपनाउनु भयो भने तपाईको फेसबुक मोनेटाइज हुन्छ, मोनेटाइजेसन प्रोग्राम आउँछ। त्यसको लागि मैले एउटा भिडियो बनाएकै छु। यही भिडियो मार्फत म सबैलाई हेर्नलाई आग्रह गर्छु। मेरो युट्युब च्यानलमा हाई वीरेन्द्रमा छ। सेटिङ के कसरी मिलाउनु पर्छ र कसैकोमा प्रोफेसनल मोड अन त्यो अफ मात्रै हुन्छ र देखिरहेको हुन्छ, तर कसैकोमा चाहिँ देखिदैन। त्यो देखिदैन भने पनि त्यसको कसरी कुन तरिका छ त्यो मैले भिडियोमा समेटेरै बनाएको छु मोनेटाइजेसन प्रोग्रामको लागि। त्यो चाहिँ हेर्नु होला तपाईहरु र लाइक कमेन्ट शेयर पनि गर्नु होला। साथीहरु त फेसबुक मोनेटाइज गर्नको लागि यसरी तपाईहरु फेरि फेसबुकमा जानु होला। फेसबुकमा गएर फेरि यो आफ्नो के भन्छ फोटोमाथि यो त्यहाँ थिच्नु होला। त्यहाँ थिचेर हैन यहाँ 3 डट छ दायाँपट्टि, त्यो 3 डटलाई थिच्नु होला। त्यसपछि यसरी स्क्रोल डाउन गरेर यहाँ टर्न अन प्रोफेसनल मोड भनेर लेखिरहेको छ। कसैकोमा आइराखेको हुन्छ, कसैकोमा आइराखेको हुँदैन। आइराखेको छैन भने तपाईहरुले नआएको खण्डमा अर्को यहाँ पछाडी गएर हैन ब्याक गएर पुरै फेसबुक गएर यता जुन छ नि यतापट्टि यहाँ थिच्नु होला। यहाँ फोटोमा थिच्नु होला। यहाँ थिचेर अनि यहाँ यसरी गर्नुभयो भने यहाँ सेटिङ एन्ड प्राइभेसी भनेर छ, यसमा हेर्नु होला। यसरी सेटिङमा हेर्नु होला। यहाँ देखाउँछ हैन, यसरी आउँछ हैन। यसरी आएपछि तपाईले यहाँ डिफिकल्ट अडियन्स सेटिङ छन्, यहाँ हेर्नु होला। यसलाई थिच्नु होला। यसरी थिचेर यो तपाईको फ्रेन्डहरुमा छ, यो पब्लिकमा कुनैमा छ भए पनि कस्टममा लाएर प्रिन्ट लाएर नेक्स्ट गर्दिनु होला। यसरी प्रिन्ट लाएर नेक्स्ट गर्नुभयो भने दुई पटक यसो गरेर यसो गर्नुभयो भने कस्टम सेटिङमा गरेर डन गर्नुभयो भने त्यसपछि अहिले नेटवर्कले गर्दा अहिले देखिरहेको छैन त्यति। म ब्याक आए। यसो गर्नुभयो भने 2 घण्टा पछाडी तपाईको उता देखाउँछ, उता प्रोफाइलमा देखाउन थाल्छ। अनि त्यसपछि फेरि ब्याक आएर यहाँ प्रोफाइलमा थिच्नु होला। त्यसपछि 3 डटमा थिच्नु होला। 2 घण्टा पछाडी तपाईको यहाँ आइपुगेको हुन्छ। टर्न एन्ड प्रोफेसनल मोड यहाँ पनि आइसकेको हुन्छ। अगर आएको छैन भने तपाईहरु फेरि ब्याक आएर यहाँ थिच्नु होला। त्यसपछि यो यहाँ छ नि पब्लिक प्रोग्रेस छ नि, यसलाई थिच्नु होला। यो मेटा भेरिफाई हैन, यसलाई थिच्नु भयो भने एक्टिभ भयो भने यो तपाईको उता एक्टिभ गर्दिन्छ। अनि त्यसपछि तपाईको प्रोफेसनल मोड अन गर्नलाई है, प्रोफेसनल मोड अन गर्नलाई यसो गरेर अनि यसो गर्नु होला। अनि त्यसपछि यहाँ कसैको अफ छ भने अन गर्नु होला। मोनेटाइजेसनको लागि यसरी अन गर्नुपर्ने हुन्छ। अन गरेर यसरी अन गर्नु होला। म जसरी थिचेर त्यसरी नै गर्नु होला। नेटले गर्दा स्लो चलिरहेछ। यसरी तपाईहरुको पनि ड्याशबोर्ड प्रोफेसनल ड्याशबोर्डमा आइहाल्छ। यसरी अनि यसरी थिचेर अनि यसरी सार्नु भयो भने स्क्रोल गर्दै मोनेटाइजेसन भनेर देखिरहेछ। यसरी हुन्छ। यसरी मोनेटाइजेसन देखाउँछ।
तपाईहरुलाई पनि। यस्तो इन्टरफेस खुल्छ हेर्नुस् यसरी मोनेटाइजेसन सब्स्क्राइब यसको स्टारको तुरुन्तै खुलिहाल्छ पार्टनरशिप पनि खुलिसकेको छ नयाँ यो आएको छ अनि सब्स्क्रिप्सन